अहिले सधैँ झैँ देखिने केटीदेखि त्यो पनि एनएमबी बैंक टावरभन्दा अलिकति तल र फल्चाभन्दा अलिकति माथि देख्न बित्तिकै ज्याकेटको फसनर खोलेर तिनले आफ्नो कपाल पो झिकेर क्यासँग देखाए। तब त आफू पक्क परियो र गर्न अनि भन्न नै के सकिन्छ। टाउको पनि खुबैसँग लच्काएकी थिए, तर अहिले लुगामा चाहिँ सेतो सर्ट लगाएकी रहेछ र बाँकी सबै सधैँ जसो कालै लुगामा बेरिएकी थिए। अब कपाल निकालेर देखाई के भन्न खोजेको त्यो चाहिँ पक्कै खासै थाहा भएन। यस्तो क्रियाकलाप कहिलेकाहीँ कोही देखाउँछन्, तर किन यसको जवाफ मसँग छैन। सोधो भने चिनेकै छैन, मात्र देखि चिनेको हुँ। यस्ता पात्रहरू जीवनमा कति आउँछ अनि जान्छ, त्यसको खासै हिसाब राख्ने गरेको छैन। बस एकछिन केही भन्न खोजेको कुरा बुझे जस्तो भानमा एउटा छुट्टै खालको कस्तो हुन्छ। अब त्यो मनस्थितिलाई के नाम दिने आफै अलमलमा परिन्छ। थाहै नभएको कुरामा थाहा छ भनेर गफै ठोक्न पनि भएन। फेरि अनुमान मिल्न पनि सक्छ र नमिल्न पनि सक्छ। सबैको आफ्नै खालको स्वभाव, बानी, विचार, सोच हुन्छ। के देखाएर के भन्न खोजेको हो त्यो यसै हो र भन्न वा जाहेर गर्न खोजेको त्यो बुझ्न खोज्छु। खै बुझ्न खोजेकै हो कि अर्कै हो यस्तै कुरा विवेकमा खेल्न थाल्छ र आफू एक्लै छु भन्ने भावना नै हराउँछ। मानौ म कतै अर्कै संसारमा पुगे झैँ वा आफूले आफैलाई देखे झैँ भान हुन्छ। आफ्नै अघि आफू नै अर्कैसँग भेटघाट गरेको देखिरहे झैँ क्या मस्तको छुट्टै भान हुन्छ। अनि सोच्न पुग्छु म कसरी दुईटा भएँ। म त अघि भर्खरसम्म एउटै छु, तर अहिले आफ्नै अघि आफै देख्छु। मेरै अघि उही केटीसँग क्या मजाले गफ गरिरहेको देख्छु र म साह्रै अवाक्क हुन्छु र मलाई देखेर पनि नदेखे झैँ गर्छु। त्यो केटी पनि क्या खुसी भइकन मैसँग गफमा मक्ख छ। हो, देखादेख भएको पक्कै केही महिना भइसकेको थियो वा छ, तरै मै अलि वरै छु। नजिक भएको छैन। जे कसम क्रिया खाए नि सक्छु। आफैलाई आफ्नै अघि के ढाँट्ने भन्ने चाहिँ भान हुन्छ। हो, यस्तै भन्न सकिन्छ कि जुम्ल्या मान्छे, तर त्यस्तो नि होइन। तर हामी जुम्ल्या पनि होइन। मलाई छोडेर म बिस्तारै अघि लागेँ। तब म त्यहाँ छु कि छैन त्यो कुरा वा दृश्य खासै सम्झना आएन। कहिलेकाहीँ यस्तो भ्रम पनि आफ्नो अर्को रूपमा उस्तै देखिन्छ र आफूले आफैलाई हेरेर वा देखेर पनि हाँसो अलिकति पनि आउँदैन। किन होला? के हामी शरीरले एउटै भए पनि मनले कहीँ कतै फरक, भिन्न, अलग, बेग्लै छु झैँ लाग्दछ। अहिले सधैँ देखिने केटीदेखि त्यो पनि एनएमबी बैंक टावरभन्दा अलिकति तल र फल्चाभन्दा अलिकति माथि देख्न बित्तिकै ज्याकेटको फसनर खोलेर तिनले आफ्नो कपाल पो झिकेर क्यासँग देखाए। तब त आफू पक्क परियो र गर्न अनि भन्न नै के सकिन्छ। टाउको पनि खुबैसँग लच्काएकी थिए, तर अहिले लुगामा चाहिँ सेतो सर्ट लगाएकी रहेछ र बाँकी सबै सधैँ जसो कालै लुगामा बेरिएकी थिए। अब कपाल निकालेर देखाई के भन्न खोजेको त्यो चाहिँ पक्कै खासै थाहा भएन। यस्तो क्रियाकलाप कहिलेकाहीँ कोही देखाउँछन्, तर किन यसको जवाफ मसँग छैन। सोधो भने चिनेकै छैन, मात्र देखि चिनेको हुँ। यस्ता पात्रहरू जीवनमा कति आउँछ अनि जान्छ, त्यसको खासै हिसाब राख्ने गरेको छैन। बस एकछिन केही भन्न खोजेको कुरा बुझे जस्तो भानमा एउटा छुट्टै खालको कस्तो हुन्छ। अब त्यो मनस्थितिलाई के नाम दिने आफै अलमलमा परिन्छ। थाहै नभएको कुरामा थाहा छ भनेर गफै ठोक्न पनि त भएन। फेरि अनुमान मिल्न पनि सक्छ
र नमिल्न पनि सक्छ। सबैको आआफ्नै खालको स्वभाव, बानी, विचार, सोच हुन्छ। के देखाएर के भन्न खोजेको हो त्यो यसै हो र भन्न वा जाहेर गर्न खोजेको त्यो बुझ्न खोज्छु। खै बुझ्न खोजेकै हो कि अर्कै हो यस्तै कुरा विवेकमा खेल्न थाल्छ।